Okay, this is a new formula and we already did a plus b to a n 3a. So यसमा चाहिँ अब प्लस माइनसलाई प्रोडक्ट बनाउने छ। यो चाहिँ अलिक अर्कै डिफ्रेन्ट टाइप छ। तर खास कुरा के गर्नु चाहिँ के भन्दाखेरि साइन हुँदाखेरि साइन कस हुन्छ, साइन कस, र कस हुँदाखेरि कस कस या साइन साइन हुन्छ है त। त्यो चाहिँ कमन चिज हो। सो लेट्स सी a plus b a minus b, a plus b a minus b। यस्तो हुँदाखेरि प्लस हुँदाखेरि के हुन्छ, साइनमा ए कसमा बी। यदि माइनस छ भने साइनमा के हुने भयो, बी हुने भयो, अनि कसमा ए। ठ्याक्क पोजिसन चेन्ज मात्र हुने भयो। अब कसमा ए, अब यसमा प्लस प्लस ज्यादा प्लस धेर सक्छ छैन, प्लस धेर छ भने कस 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 भयो। अनि यदि माइनस, अब यहाँ चाहिँ के गरेको छ भने हामीले अगाडि ए प्लस लेखेको थियौँ, यसमा चाहिँ अब ए माइनस बी हुने भयो सुरुमा चाहिँ। यस्तो हुँदाखेरि चाहिँ साइन साइन हुने भयो। त्यस्तै अब सी प्लस डी, यस्तोमा पनि साइन हुँदाखेरि साइन कस कस हुँदा कस कस अनि साइन साइन। र सी प्लस डी हुँदा के हुन्छ, सी प्लस डी बाई 2 सी माइनस डी बाई 2। ओके, सी माइनस डी बाई डी छ भने सी माइनस डी बाई 2 सी प्लस डी बाई 2। सुरुमा चाहिँ साइनै लेख्ने, अनि जे छ त्यही लेख्ने। सी प्लस छ भने सी प्लस, माइनस छ भने सी माइनस है त। अब कस सी प्लस डीमा चाहिँ के हो, प्लस छ, सी प्लस डी बाई 2 सी माइनस डी बाई 2। अब यसमा कस सी माइनस डी भने यसमा चाहिँ अलिकति थोरै फरक हुन्छ। एउटा प्लस हुन्छ, सी माइनस छ भने डी माइनस सी लेख्नु पऱ्यो है त। सेकेन्डको फर्स्टमा लेख्नु पऱ्यो, अनि फर्स्टको सेकेन्डमा लेख्नु पऱ्यो। सी माइनस डी लेख्थ्यौँ हामी खासमा, तर त्यसमा चाहिँ डी माइनस सी लेख्नु पऱ्यो, अनि प्लसको लागि चाहिँ सी प्लस डी बाई 2। ओके।